नमस्ते, म शेरजीत बहादुर थापा। आज चाहिँ म सिन्धुली कलाघरमा आइपुगेको छु। यो जानकी मन्दिरको थीम्स ठ्याक्कै जानकी मन्दिरको त्यो जो मन्दिरको ऊ छ, यो यसरी चाहिँ यहाँ सिन्धुली कलाघरमा उ गरेको छ। अनि देख्न सक्नुहुन्छ यति राम्रो सिन्धुली कलाघर। म चाहिँ लामो समयदेखि नै आउने इच्छा थियो, तर समयले गर्दाखेरि आउनु नपाएको कारणले आज चाहिँ बस एकदम आइपुगेको छु। तपाईँहरूलाई देखाउँछु म भिडियो। मेरो जस्ताको जस्तै भिडियो मैले देखाउँदैछु तपाईँहरूलाई। यो हो जानकी मन्दिर। अनि यहाँ देखाउँदैछु, हेर्दै जानुहोस् होला। मैले यहाँको सिन्धुली कलाघरको, अनि यो चाहिँ हाम्रो पहिले अब घर यस्तो तरिकाले बनाएर चाहिँ यसरी चाहिँ मकैका घोगाहरू चाहिँ सुकाएर राख्ने यो राख्थ्यौँ हामीले। त्यसै गरी पुरा नेचुरल एकदम यो घर देख्न सक्नुहुन्छ, यति राम्रो यो मकैका घोगा सुकाएका यस्तो तरिकाले उ गरेको छु। अनि अब त्यहाँबाट चाहिँ आज यो हो पशुपतिनाथ मन्दिर। एकदम नेचुरल देखाउँदैछु हजुरहरूलाई सिन्धुली कलाघरबाट। हेर्नु होला, हेरेर चाहिँ मेरो शेप थापाको भिडियोलाई चाहिँ लाइक एन्ड सब्सक्राइब जरुर गर्नु होला। शेप थापालाई माया गर्नु होला भन्न चाहन्छु। म चाहिँ आज सिन्धुली कलाघरबाट घुमेर चाहिँ भोलि फेरि आफ्नो कर्मथलोपट्टि लाग्दैछु। यहाँबाट अहिले अपडेट पनि दिएँ हजुरहरूलाई। त्यसै गरी फेरि आफ्नो कर्मथलोमा पुगेपछि फेरि न्यू अपडेट दिने नै छु हजुरहरूको माझमा उपस्थित भएर भन्दै बिदा।